विषुतान्तिको झोल बोकेर जानु पर्ने छ सेनियाको भैँसी पानी दिँदैछ। सेनमिहाको आलु रोप्नुको लागि मल बोक्दैछौँ है हामी चाहिँ। छिटो खाना न। मल खन्नुको लागि आलु रोप्नु रे पनि सेनमिखालाई ल हेर न बोलेको सेनमिखाको दिनचर्याहरू यसरी बित्दैछ अहिले चाहिँ। हातमा लाएर भनेको नि यो त पुरानो भयो नि सट्का चाहिँ यस्तो सेनमिहाको मल बोक्दा चटपटेको खाजा हरेक दिन्छु नि कहिले मासुको टाउटाउ कहिले चटपटे त्यति मल छ मेरो अब लु अब रक्सी विषुतान्तिको झोल बिस्तारो बिस्तारो खानुपर्छ है नानी, धेरै छिटो खानु है। भोटेको बाबुले लगाइदिन्छ, त्यहाँदेखि बाबुले लगाइदिन्छ, म पैसा दिन्छु। मेरो छैन ऋतुको बर्थडे म चाहिँ खेता लगेर पनि बर्थडे खान आइपुगिसकेँ। भोटे नचाली बस्छ भाइ चाहिँ उता यता नगरी भोटे कति पैसा दियो धेरै दिँदो रहेछ। म चाहिँ